लाग्छ र यो सपना एकपल्ट गएर भतिजलाई सम्झाउँछु। मालिकको गाडी के गर्नु, गरी खानै पर्यो। अब त्यति बेला नै आएर पुस्नुपर्छ जहिले पनि। स्यालेरी दिन्छ के गर्नु, अब यहीले कमाइ खानु पर्यो। ओ भतिज भतिज के गर्दैछ यो? ए गाडी पो पुस्दै रहेछ। अनि ए काका गाडी पुस्दै रहेछ। अनि के छ हालखबर? हालखबर त अहिलेसम्म त ठिकै छु काका। किन तपाईँ त अन्त बिहानै आउनु भयो त, अन्त कहिले यसरी आउँदैन? होइन भतिज, आज बिहानै देखेको सपना पुरा हुन्छ नि सुनेको छु। यसो घरमा पाठ पूजाहरू गर्नु, यसो धुपहरू बाल्नु है घरमा। सपना त काका के देख्छ नि। सपना भनेको त काका त्यो आगो नभएको कोइला जस्तो हो, बुझ्नुभयो? ए कि सपना छ कि म छुइनँ, हो त्यही हो सपना भनेको। त्यही विश्वास गर्दिनँ म त। ए भतिज, सपना भनेर विश्वास नगर, कुनै दिन सपना पुरा हुनसक्छ नि। फेरि पाठ पूजा गर यसो घरमा, के हुन्छ कसो हुन्छ तँलाई थाहा छ अहिले? मलाई त यही सुनाउनु लागि मात्रै आएको, तँलाई के नहोस् भनेर, बुझिस् के? ल म लागेँ। होइन केही हुन आँटेको छ क्या हो, काकाले त कहिले यस्तो भन्दैन। खै सपनाको नि के विश्वास गर्नु, यस्तो सपना। अरे फुर्बा भाइ, मर्निङ चाहिँ बिहानै कता हिँड्यौ? आएको म त पर गाडी पो पुसेर आएको नि। अब केही गरी त खानु पर्यो। त्यही त मलाई आज अचम्म लाग्दैछ हौ, कहिले काका त्यसरी नआउने त आज बिहानै आएर सपना राम्रो देखिन भन्दै थियो। अन्त अलिक पूजापाठ पनि गर भन्दै थियो। हेर फुर्बा भाइ, सपना पुरा हुनु पनि सक्छ नहुनु पनि सक्छ, तर अब पाठ पूजा गर्दै गर्नु, भगवान्लाई चाहिँ पुरा विश्वास गर्नु, बस त्यति नै हो। आज हतार छु म, भरे बल्ल बात मारौँ ल फुर्बा भाइ, भेट्दै गरौँ। हावाको के विश्वास गर्नु, विश्वास गर्दिनँ म त। के भयो काका? के भएको होला? के भएको छैन हौ, के भएको छैन कि त अलिकति निदाएछस् कि, त्यही भएर उठाएको नि मैले। के भएको छैन कि काका? तल ठुलेम सुल्केछ नि। के भन्छ यो? के सोचेथे जिन्दगीमा के भयो आज